हेलो एन्ड नमस्ते साथीहरू, स्वागत छ मेरो नयाँ मिनी ब्लगमा। आज नयाँ वर्षमा प्रायः सबैजना घुम्न जान हुन्छ नि त, त्यही भएर हामी पनि बुढाबुढी दुईजना घुम्न जाने प्लान बनायौँ। हामी चाहिँ धनकुटा बजार छोडेर हिले बजारतर्फ लाग्यौँ। अब हजुरहरू देख्न सक्नुहुन्छ, यो चाहिँ हिले बजार रहेको छ। हिले बजार भनेको चाहिँ धनकुटाको सदरमा। अनि यो देखिएको चाहिँ तुम्बा चोक रहेछ, जहाँ तुम्बाको ठुलो चित्र राखिएको छ। हेर्नुहोस्, हिले बजार भयो भने मान्छेको चहल पहल चाहिँ खासै देखिएको छैन। हजुरहरू कति त यो बाटो हिँड्नु भएको छ, कति हिँड्नु भएको छैन। अलिकति अगाडि गएपछि दुईवटा बाटो आउँछ। यो जुन यो लोड बोकेर गइरहेको गाडी गएको बाटो चाहिँ पाखरियास भोजपुर र खाँदबारी जाने बाटो रहेको छ। हामी चाहिँ त्यो बाटो छोडेर दाहिनेतर्फको बाटोतिर लाग्यौँ। यो बाटो चाहिँ जोरपाटी, गुराँसे, बसन्तपुर हुँदै तेह्रथुमसम्म पुगिन्छ। यो बाटो भन्दा चाहिँ बाटोमा यस्तो राम्रो झन्डा फरफराएको दृश्य देख्न पाइन्छ गाइज। पहाडको बाटो तराई जस्तो गर्मी हुँदैन, चिसो मौसममा आनन्दले हिँड्नुको मजै बेग्लै हुन्छ। बाटोमा चाहिँ यस्तो दामी दृश्यहरू देख्न पाइन्छ। हेर्नुहोस्, यो बाटो चाहिँ गुराँसकोरा जाने तिनजुरे जलजलले मिल्के भन्ने ठाउँ पनि यही बाटोबाट जाने हो। हजुरहरू हिँड्नु भएन भने एकचोटि हिँड्नु होला। यो साइडमा देखिएको अग्लो चाहिँ धुप्पीको रुख रहेको छ। यहाँ चाहिँ चिया बगान, इलाम बस्ती चियाहरू पनि लगाइएको छ। यहाँको खेतीपातीहरू यस्तो छ। हेर्नुहोस्, हाम्रो तराईतिर चाहिँ आलुतिर टिपिसकेका हुन्छन् भने यहाँ चाहिँ पहाडमा चाहिँ भर्खर हेर्न आलु मटरको सिजन भएको हुनाले कस्तो हरियाली देखिएको छ। अब सिद्धुवा बजारतिर लाग्यौँ हामी। अब एकछिनपछि सिद्धुवा बजार आउँछ। हेर्नुहोस्, तराईको बाटो जस्तो गाडीको धेरै चहल पहल हुँदैन। यहाँ चाहिँ एकदम साउरो रोड रहेको छ। केही अगाडि पुगिसकेपछि हामी सिद्धुवा बजारमा पुगिन्छ। यो चाहिँ सिद्धुवा बजार रहेको छ। यहाँ ठुलो काब्लीको चित्र राखिएको छ। सिद्धुवा बजार आयो, म चाहिँ झरेर यसो एक दुईवटा सेल्फी लिउँ न भनेर बाइकबाट ओर्लेर सेल्फी लिन थालेँ। त्यसपछि बाइक चढेर फेरि हामी उकालो लाग्न थाल्यौँ। केही पर पुगिसकेपछि हामी घुम्न जान लागेको ठाउँ आउँछ। हेर्नु होला, एकदम रमणीय सुन्दर, वरिपरि हरियाली, सुन्दर पाखा पखेर झन्डा फरफराएको देख्न सक्नुहुन्छ गाइज। अब केही अगाडि गएपछि हामी सिद्धुवा बजारमा रहेको एकदम फेमस र भाइरल ठाउँ गइरहेको छौँ। हाम्रो गन्तव्य चाहिँ यहीँसम्मको रहेको छ। हेर्नुहोस् कति राम्रो छ, दुईतिर झन्डा फरफराएको। अब हामी चाहिँ त्यहाँ गएर फोटो भिडियो खिच्नेछौँ। यहाँ अरू मान्छेहरू पनि आफ्नै पारामा फोटो भिडियो बनाउँदैछन्। अब हाम्रो पालो फोटो भिडियो बनाउने। यो चाहिँ रहेको छ धनकुटा जिल्लाको एकदम झन्डै गाडीको फेमस ठाउँ सिद्धुवा बजार भन्ने ठाउँमा चाहिँ यस्तो बनाएको छ। यस्तो छ। यहाँसम्मको यात्रा चाहिँ हाम्रो सकियो है त गाइज।